हो रहेछ ऊ देखेँ ए कुदाइदिनु गुड ल सोफिया फुल्ला तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो सानो भ्लगमा है। र आज चाहिँ भने चाहिँ हामीहरू मनसोन कमान सिन्कोना बगान है, यो बर्मेक भन्ने जग्गा रम्फूदेखि माथि बेङ्गल वेस्ट बेङ्गल त्यहाँनिर आएको छौँ। यहाँनिर चाहिँ एउटा धाम रहेछ होइन, यही धाम अहिले भर्खर पुगेर हामी जाँदैछौँ है। अन्त यो धाममा चाहिँ पहिला भाइ हाम्रो आगु कान्छाको चाहिँ च्याङ्बा आगुको चाहिँ छोराको लागि चाहिँ एउटा मन्नत मागेको जस्तो त्यस्तै के थियो अरे नि त, त्यही भएर चाहिँ उहाँहरूलाई नै आगु आँसु त भाइ बहिनी अन्त मेरो नानी पनि साथसाथमा लिएर आएको है। र यहाँनिर चाहिँ अब एकदमै जग्गा भन्ने कुरो चाहिँ एकदम हेभी दामी लाग्यो, म तपाईँहरूलाई देखाउने छु अहिले है। अन्त अहिले चाहिँ फिलहाल चाहिँ हामीहरू यहाँ धाममा पुगेर बाटोमा गाडी राखेर अलिकति अगाडिसम्म हिँड्नुपर्ने हुँदो रहेछ है। एकदमै राम्रो लाग्यो, धाम चाहिँ यहाँनिर रहेछ है, म देखाउँदैछु तपाईँहरूलाई। यहाँ जुत्ता फुकालेर जानुपर्ने। लु मिजु बचाउनुहोस् त, मिजुलाई पनि उचाल्दैन। गुड, अलिक सजिलो। लु गुड बोय। मन्दिर चाहिँ जुत्ताहरू यहाँ खोलेर चाहिँ जानुपर्ने हुँदो रहेछ। सेतो देख्न सक्नुहुन्छ है, यो चाहिँ तपाईँको मनसोन बर्मेक धाम, एकदमै शान्ति जग्गामा। खै कहाँ रहेछ भाइ माछा? आम्बो हुँदो रहेछ त हौ, खै कति रहेछ? हो रहेछ ऊ देखेँ, भाइले पो देखेछ माछा त है। लिनु धाम चाहिँ यहाँ रहेछ। मजा आउँदैछ मिजु? कहाँ आएछ हामीहरू? मन्दिर हजुर, ए हुन्छ। दार्जिलिङ महकुमा मध्य बिजनबारी नामनी ग्रामे यात्रुले भूमि सृष्टि सङ्गम मध्ये सिद्धार्थ नामनी सम्बस। र अहिले चाहिँ भने चाहिँ पूजा सकेर यहाँ भाइको पूजा पनि सक्यो, हाम्रो घरको सबैको पूजाहरू गरिदिएर यहाँ ब्याकग्राउन्डमा देख्नुहुँदैछ फोटो खिच्ने कार्यक्रम है। यहाँ हाम्रो भाइ मेरो बहिनीको चाहिँ देवर, यतै मेरो बहिनी पनि यतै बिहा भएको हुनाले गर्दाखेरि चाहिँ भाइहरू सबै चिनाजाना है। यहाँनिर चाहिँ फ्यामिली फोटो प्रोग्राम हुँदैछ, फोटोग्राफी सुरु। अहिले भने चाहिँ हामी पूजा सकेर चाहिँ फर्किँदै गरेको है। यता चाहिँ हाम्रो भाइ मिजु मजा आयो पूजा गर्नु? के दियो बाजेले? एप्पल दियो। यता चाहिँ मेरो कान्छा काका कान्छा काकी उसको यहाँ छोराको चाहिँ भाकल थियो र चाहिँ त्यसलाई नै अघि मैले भने जस्तै त्यसको लागि चाहिँ आएको थियो। अब पुरा भएर पनि हामीहरू चाहिँ यहाँ भाइको घरतर्फ अब है। यो चाहिँ हल्पु ग्राउन्ड, मेरो बहिनी चाहिँ यतै बिहा भएको, बहिनीको गाउँ चाहिँ यहीँबाट सुरु अरे है। यो चाहिँ ग्राउन्ड चाहिँ एकदमै दामी रहेछ होइन, मनसोनमा हल्पु ग्राउन्ड भन्दो रहेछ यो गाउँको नाम चाहिँ, ग्राउन्डको नाम चाहिँ। मेरो बहिनी चाहिँ यही गाउँमै बिहा भएको, एकदम 11 साइड ग्राउन्ड, दामी स्याटिस ग्राउन्ड। नाचिरो लु त, मेरो छोराले डान्स देखाउँछ अरे हौ। त्यो अहिलेको नयाँ गीतमा आकपैया पाकपैया सकपैया भन्नेमा गाइस हामी चाहिँ यहाँ डेलो है, अहिले चाहिँ 20 रुपिस पर पर्सन
जग्गा चाहिँ दामी डेलोमा अहिले चाहिँ हामी चाहिँ मनसुन त्यहाँ धामबाट निक्लेर त्यहाँ हाम्रो भाइहरूकोमा विवेन भाइकोमा खानाहरू खाएर यति मिठो खाना खिलाइदिनु भयो भाइले धेरै धेरै धन्यवाद है। यहाँनिर चाहिँ अन्त त्यसपछि चाहिँ हामी कालिम्पोङ साइडहरू चाहिँ यो चाहिँ डेलोभित्र बसेको छौँ है। सानोमा क्लास 10 पढ्दै गर्दा आएको थिएँ। अब योपालि फेरि आँसु पनि यहाँ पुरै इच्छा गरिरहनु भएको थियो र चाहिँ यही बाटो आएर हेरौँ है त अब डेलोको नजारा कस्तो रहेछ। फर्स्टमा चाहिँ यहाँ 10 रुपियाँमा हान्यो भने चाहिँ यो भित्र हाल्यो भने चाहिँ 50 रुपियाँ जित्छ अरे कि। लु निखिलको अब निखिलले हान त लु 10 को 61 50 को 66 ल हान त। ए आऊ न अन्त म यहाँ पक्रिनु पऱ्यो नि तिमीलाई। आऊ लु बिस्तारै। म भाइ यो त अन्त प्यान्ट त ढुट्टो हुने रहेछ त खै। आम्मा म लु जाऊ फेरि एकखेप वान्स मोर जाऊ न अन्त। ए ठेल्नु ल एकछिन म ठेलिदिन्छु ल। ल ल ल भयो। यो चाहिँ तपाईँको डेलो, यो चाहिँ मेरो सेकेन्ड टाइम इन डेलो। डेलोलाई हेलो। ए कुदाइदिनु बाई बाई। डेलोलाई हेलो। यो चाहिँ मेरो सेकेन्ड टाइम डेलोमा है। फर्स्ट टाइम चाहिँ क्लास 10 पढ्दै गर्दाखेरि आएको थिएँ है। अहिले एकैचोटि कम्तीको पनि झन्डै 15-16 वर्ष बादमा आउँदैछ। यो चाहिँ अब कालिम्पोङमा आइपुगेर चाहिँ हामीहरू एकछिन डेलोसेलो घुमेर चाहिँ कालिम्पोङबाट चाहिँ अब यहाँ एकछिन अलिकति यहाँ कालिम्पोङमा सानो सामान किन्नु थियो आँसुको है पूजाको। त्यो सकेर चाहिँ अब हामीहरू चाहिँ यहाँ कालिम्पोङबाट चाहिँ निक्लिएको। गाडी लिएर चाहिँ फर्स्ट टाइम आएको थिएँ। धन्न आगोले अलिक बाटोहरू चिन्नुहुन्थ्यो सर चाहिँ अलिकति सजिलो पऱ्यो है। अब यहाँबाट चाहिँ घरतिर फेरि अब लाग्दैको होइन। यो चाहिँ जोरथाङ मेला सुरु तपाईँहरूको है। फिलहाल चाहिँ जोरथाङमा यस्तो बनाएको छ है। गाडी कुदाएकोले गर्दा राम्रो त्यस्तो खिच्न सकेन। यस्तो सेटिस बनाएको छ जोरथाङ चाहिँ। सो गाइज अहिले भने चाहिँ फिलहाल चाहिँ जोरथाङ आइपुग्यो हो। अन्त यहाँ एकछिन बिसाएर चाहिँ अब चाहिँ घरतिर लाग्ने। जोरथाङको भाइब चाहिँ एकदमै खतरा भइरहेको रहेछ किनभने मेला स्टार्ट भएछ हो। त्यहाँतिर चाहिँ अब पार्किङको पनि एकदमै ज्यादा प्रब्लम। त्यही भएर हामी चाहिँ यता वेस्टपट्टि आएर नयाँ बजारमा बसिरहेको छौँ। अलिअलि सौदा गर्नु हुँदैछ अरू चाहिँ। यसपछि चाहिँ घरतिर लाग्नुपर्छ है। रात पनि धेरै भयो भन्दा पनि 6 बजिसकेछ हो। 6:30 हुनु लागेको छ। र जोरथाङ चाहिँ मेलामा चाहिँ एकचोटि चाहिँ घुम्न आउनुहोस् है सबैजना। सो अहिले चाहिँ हामीहरू घर पुगेर पनि है यहाँनिर आगोहरू पनि आउनु भएको छ। अन्त चाहिँ खानासाना अब खाने यहाँनिर चाहिँ हल्का फ्रेस भएर चाहिँ आपा आगो आँसुहरू चाहिँ यता पर हुनुहुन्छ हो यतातिर। अन्त हामी चाहिँ यतानिर 3 जना बात मार्दै मजा आयो। कालिम्पोङको सफर एकदम दामी थियो होइन। तपाईँहरू पनि जानुहोस् मनसुन भन्ने जग्गा, बर्मेक भन्ने जग्गा एकदमै तपाईँहरूलाई आनन्द फिल हुनेछ है त। धेरै धेरै धन्यवाद। च्यानललाई चाहिँ लाइक सेयर कमेन्ट्स हल्का हानिदिनु पऱ्यो मन खोलेर ड्याङ्की ड्याङ है। तबसम्म नेक्स्ट भिडियोसम्मको लागि धेरै धेरै धन्यवाद। फेरि भेटौँला है त।